हेलो एभ्रिवान, गुड मर्निङ, नमस्ते सबैजनालाई। वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि म चाहिँ सकुन राई न्यू डे न्यू ब्लग लिएर आइसकेको छु। अनि म चाहिँ डेली ब्लग गर्ने गर्छु। अनि हजुरको सामने आज पनि भिडियो लिएर आइसकेको छु। अनि आशा छ हजुरहरूले पनि आगामी दिनहरूमा यस्तै साथ सपोर्ट माया र हौसलाहरू दिनुहुनेछ भन्ने आशाका साथ म यो भिडियो चाहिँ यहीँ स्टार्ट गर्न चाहन्छु। आज चाहिँ म यहाँ तपाईँहरूलाई देखाउन गइरहेको छु। म चाहिँ तरकारी बारीमा आएको छु, मेरो तरकारी बारीमा। अनि तरकारी बारी त के भन्नु, गाउँघरको तरकारी है बारीहरू अब त्यही त हो, सानो सानो गराहरू हुन्छ। अनि देखाउँदा पनि कस्तो झन्झट के। अनि अब यहाँ एक गरा हुन्छ, तल एक गरा हुन्छ नि, कहाँ कुन तरकारी लगाएको हुन्छ, कहाँ कुन तरकारी। अनि त्यही भएर एकचोटि देखाउनु पाउँदिनँ। अनि के त्यस्तो नराम्रो नसम्झिनु, नसोचिदिनु होला। अनि हजुर, आशा छ हजुरहरूले मेरो भिडियोलाई मन पराएर साथ सपोर्ट गरिदिनुहुन्छ भन्ने आशा। साथीहरू पानी नपरेर अनि पानी नभएर, पानी लाउनु नपाएर सबै यो गरामा रोपेको सबै मरेर यति मात्रै बाँचेको थियो। अनि आज 2-4 झ्याङ चाहिँ रहेछ। अनि यसमा चाहिँ फल्न सुरु गरेछ होइन। नगर्नु सुरु। अनि यहाँ कति धेरै रोपेको थियो, सबै मरेको पानी लाउनु नपाएर। यहाँ छ। अनि पछौटे चाहिँ यहाँ पर रोपेको छु, त्यही पनि त्यो त झन् राम्रो भएको छ। त्यो चाहिँ अझै अलिक राम्रो भएको छ, योभन्दा राम्रो भएको छ। अनि यहाँ देख्न सक्नुहुनेछ, यो चाहिँ एभोकाडोको बिरुवा हो। यहाँ चाहिँ मैले भाँचिदिई पठाएँ क्या नदेखेर। यहाँ मैले नै रोपेको थिएँ अनि उम्रेको थियो। यो चाहिँ एभोकाडोको बिरुवा हो है साथीहरू। एभोकाडो चाहिँ यसरी हामीले उमार्न सकिने रहेछ। हामीले आफैले पनि उमार्न सकिँदो रहेछ। यो चाहिँ भित्रको दाना लिएर हामीले भुइँमा गाडिदिएको, कस्तो मजाले मुजुरा पलाइरहेको थियो। मैले कुल्चिदिएर सबै भाँचिदिएँ। अनि रहेको छ यहाँ। अनि बर्खाको बन्दा त हो, कस्तो नराम्रो भएछ हौ। झार पलाएर झार कति धेरै झार पलाएको यो। अनि यहाँ पनि एउटा तरकारी यहाँ पनि छ है, फर्सी। हाम्रोतिर चाहिँ यस्तो फर्सीहरू पनि फलाउने गर्छौँ। हजुरहरूलाई चाहिन्छ भने ला, मेरो छोराले त टिपिदिएछ। कस्तो सानो भर्खर फल्दै गरेको फर्सी। खोइ किन टिपेको त तिमीले? किन टिपेको यो? ओहो, तिमी त खत्तम मान्छे हो के। यो खानु मिल्दैन नि त अहिले नि। यहाँ नजिक यसरी यहाँ अस्ति नै खनेको थिएँ। अनि यसमै रोप्दैछु। यहाँ मलाई सघाउन आइरहेको छ हाम्रो सम्मेक भन्ने मान्छे। पानी नखेलाउनु है छोरा, खेतेर नलाउनु भयो। भाइ त भाइ हो। कोदाल लिएर आऊ न। नगर न। यो त मैले कर्ला रोपेको इस्कुस। अनि यो चाहिँ झोडा गएर यस्तो ठुलो भइसकेको छ। अनि म चाहिँ यहाँ ढाका लाउनु पर्ने हुँदैछु है साथीहरू।
ल है फुल त रोपिसकेँ मैले चाहिँ बल्ल 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 अब यो चाहिँ हाम्रो टमाटर बारी हो, देख्न सक्नुहुनेछ। को गराउने फर्सीको मुन्टा साथीहरू देख्न सक्नुहुनेछ। फर्सीको मुन्टा खाने बेला भयो है गाउँघरतिर। गाउँघरमा बस्दा यति के त भने फाइदा, ताजा ताजा तरकारी अनि अर्ग्यानिक तरकारी खान पाइने। रहेछ कस्तो राम्रो भएछ, कस्तो राम्रो भएछ। मलमा परेको नि भिडियो गर्दै जानु पर्यो। चौमासे नि होइन यो पात तर अर्कै खालको देख्छु जस्तै लाग्यो त। यो त अब के मिटर जस्तै जस्तै पात छ त यो त यी। ए कस्तो राम्रो साग पनि छर्नु भएको रहेछ। के गरी टिप्नु साइलेन पातै रहन्छ नि। अब त झरीले किरा लाग्छ क्या। मलमा हान्नु भएको होला नि त। ए कस्तो राम्रो देखेको। यो धनिया फल्यो भने पछि मेथी जिरा किनेर मिसाएर मिक्स गरेर खाँदा हुन्छ नि त। फल्छ यता दाना लगाइसकेको छ। गइरहेको छु देख्न सक्नुहुनेछ। मेरो चाहिँ सानो पुकुली छोरी, त्यो अम्ला हटाऊ। पुकुली छोरीले यहाँ मोबाइल अठाइरहेकी छिन्। अनि ओके तपाईँको नाम के हो भन्नुहोस् त। स्यारोन। मेरो नाम स्यारोन राई हो भन्नु नि त। मेरो नाम स्यारोन राई हो। तिमी कतिमा पढ्छौ? तिमी कतिमा पढ्छौ? शिशु क्लासमा। शिशु क्लासमा। यता देखाउनु मा यता चेमपट्टि। तपाईँको मामुको नाम के हो? सुनिसा राई। अनि तपाईँको बाबाको नाम? नमस्ते ढोकदिया, म चाहिँ सकुन राई डेली भ्लग गर्ने गर्छु। अनि हजुरको सामने आइसकेको छु न्यू डे न्यू भ्लग लिएर। हजुरहरू के गर्दै हुन्छ, सन्चै हुनुहुन्छ? म पनि सन्चै छु एकदमै भन्दै आजको भिडियो चाहिँ यहीँ म स्टार्ट गर्दैछु। अनि मेरो क्यामेराम्यान चाहिँ मेरो छोरी सिकिलुङमा राई हुनुहुन्छ। अनि उहाँलाई यति राम्रो क्यामेराम्यान गर्नुभएको छ, उहाँलाई जोरदारले ताली गरौँ। नै अब चाहिँ नमस्ते, म चाहिँ सकुन राई अनि म चाहिँ डेली भ्लग गर्ने गर्छु। अनि क्यामेराम्यान चाहिँ मेरो छोरी सिकिलुङमा राई हुनुहुन्छ। यति राम्रो क्यामेराम्यान गर्ने मेरो छोरीलाई जोरदार तालीले स्वागत गर्दछु। यस यहाँ यस्तोहरूलाई लगेर इन्कम गर्नुपर्ने हुन्छ। अनि त्यही भएर म चाहिँ यहाँ टिप्न राख्दैछु है साथीहरू। अनि म चाहिँ भोलिको लागि हो आजै टिपेर राखिने हो। अनि अलिक चाँडो गरेर लानुपर्ने हुन्छ नि त तरकारीहरू त। अब टाढाबाट आउनुहुन्छ हाम्रो बजारमा किन्नका लागि। अनि हामीले चाहिँ अब अलिक चाँडो गरेर लग्यौँ भने उहाँहरूले पनि सेवा पाउनुहुनेछ, हामीले पनि मनी। अनि त्यही भएर यो चाहिँ भर्खरै टिप फल्दै गरेको हो। अनि मैले चाहिँ अहिले आजै हो फर्स्ट टाइम टिप्नु लागिरहेको छु। अनि अलिकति कलिलो रहेछ है सानो सानो त। अनि यस्तो ठुल्ठुलो मात्रै म टिपेर लानेछु अनि बेच्नु भनेको अनि बेच्नेछु। अनि मेरो चाहिँ भोलि
तरकारीबाट आउँछ है अलिअलि भए पनि पैसा। म चाहिँ अरूले दिएको म चाहिँ कस्तो भन्नु नि साथी, म चाहिँ नि अरूले दिएको लाख पनि मलाई थोर हुन्छ होइन, तर थोर हुन्छ भन्दा पनि मलाई मूल्य हुँदैन मेरो लागि। तर मैले कमाएको आफ्नै मेहनतले कमाएको 1 रुपियाँ पनि किन्ती लाग्छ नि मलाई फेरि। यो चाहिँ मलाई मात्रै होइन सबैजनालाई नि होला सायद। अनि आफूले परिश्रम गरेर कमाउनु चाहिँ सक्नुपर्ने रहेछ। आफूले कमाएको पैसाको त कति माया हुने के, कति माया हुने, अनि कति के अरे कति धेरै थोरै भयो भने कति धेरै जस्तो लाग्ने, अनि त्यस्तो हुन्छ नि। अरूले दिएको त धेरै पनि थोरै जस्तो लाग्ने, आफूले कमाएको चाहिँ धेरै पनि थोरै पनि धेरै जस्तो लाग्ने। यो मलाई मात्रै हो कि सबैलाई हो यस्तो? ल है हाम्रो चाहिँ तरकारी बारी यस्तो छ। अनि भर्खर यो हाम्रो प्याज चाहिँ के भएछ, यो यस्तो भइरहेछ, यो के भएको होला हौ? यो रोग लागेको हो कि कस्तो राम्रो थियो हिजो अस्तिसम्म, आज अहिले यस्तो भइरहेछ। यो पानी परेकोले हो कि के भएको?